टिप्पणी नगरिकन विद्यार्थी भाइ बहिनी र अर्को प्रोग्राम पनि भयो, अर्को कार्यक्रम पनि भएको कारणले गर्दाखेरि औपचारिक कुनै पनि कार्यक्रम नगरिकन छोरी चाहिँ खाली मोबाइलमा झुन्ने नि आमा कचकच गरे गर्ने। अब यो आमा छोरीको कचकच चाहिँ कति मैले मात्रै सुन्नु, हामी गाउँले मात्रै सुन्नु। यो आमा छोरीको कचकच लास्टसम्म के हुन्छ भन्ने कुराहरू चाहिँ तपाईँहरूले नि हेर्नुहोस् ल, म मात्रै कति सुन्छु। Mira! Oi! Oi! छिटो आइज न। अनि हतार हुँदैन? ल ल हिँड्दै गर, तिमीहरू म आउँदै गर्छु। ओहो भाउजू नमस्ते, कहाँ मेलातिर जान थाल्नु भयो क्या? हो त तलतिर लागेको छ म त। ए साँच्ची भाउजू, मैले तपाईँलाई एउटा कुरा सोध्नु थियो। भन्नु न। आजभोलि मिराले घरमा कतिको पढ्थे? ओहो उल्कै पढ्थे नि सर, उल्कै। के भन्नु तपाईलाई? तपाईँले भन्न खोजे के उल्कै पढ्थे भनेर तपाईँले भन्नुहुन्छ। उता मिराको रिजल्ट भने खस्कै छ होइन, त्यसले घरमा चाहिँ के चाहिँ गर्थे? के जाति ठाडो हो त्यो? त्यो फेसबुकमा 24 घण्टा झुन्ड्या न बोलाउँदा बोल्थे, न पढ्थे, म कामै गर्नु हिरो नै पाइसकेको त मलाई। ओहो भनिसकेपछि भाउजू, त्यो मिरा त मोबाइल र सामाजिक सञ्जालको लतमा फसिसकेपछि नि बुझाउनु पर्यो उसलाई, नत्र भने त उसको 10 को रिजल्ट पनि अब परीक्षा पनि आउँदैछ, फेरि गाह्रो हुन्छ है भाउजू। अब म हेर्नु पर्ने कुरा त हेरिहाल्छु। हुन्छ हस्। मेरो कक्षाको टाइम भइसकेछ भाउजू, म चाहिँ अहिले निस्केँ है। हस् हस् भाउजू, हस्। कुनिन सरले थाहा पाउनुहुन्छ अनि खुबै हो भनेको सरले मोबाइल प्रिन्सिपललाई थाहा हुन्छ। होइन यो कहाँ गई फेरि? मिरा! ओए! उस यसको कारणले जहिले सरको गाली खानुपर्छ हामीले। घाँसुकै जाओस् जुम। कि ल्याउनु बेलुकी मौका मिल्दा मुखै फर्नु। के छ मेरो मिरा? किन रिसाएको? मैले तिमीलाई धेरै बेर कुरा आएँ। ल उठ बसेँ घरमा एउटा कराउने अनि यहाँ चाहिँ अर्को पुऱ्याउने, कस्तो मिल्यो? अनि मेरो मिरालाई कसले करायो? मिरा मम्मीले कराउनु भयो तिमीलाई? नरो नरो नरो, म छु नि, किन चिल्लाउँछ? म तिमीलाई एउटा कुरा भनौँ, कति मम्मीको गाली खाएर बस्छ होइन मसँग? तिमी र म दार्जिलिङ जाउँ। डर लाग्छ मलाई त। के को डर? म हुँदाहुँदै के को डर? दार्जिलिङ जाउँला होइन, त्यहाँ चिया बगान छ, त्यहाँ मस्त घुमौला हामी, अनि नयाँ नयाँ लुगा किनौँला। म त्यो कराउनेहरूमा किन जानु? बरु मेरो ठाउँमा जाउँ, शान्त तिमी र म मात्रै हुन्छ, तिम्रो र मेरो छुट्टै संसार हुन्छ त्यहाँ है। म भएपछि के को चिन्ता गर्छु? तिमीलाई म कसैलाई नदिएको, अहिलेसम्म कसैलाई नदिएको खुसी दिन्छु। रूपा, ए
फर्केकी थिए लौ न के भन्छ यो बिहान झन् त्यत्रो स्कुल जा भनेर भनेको थियो त्यो तिमीहरूसँग पनि स्कुल गएको रहन्छ आज त्यसो भए त्यो फोन चलाउँदा चलाउँदै फर्की कहाँबाट हो त त्यही त त्यो बिहानदेखिबाट त्यो ठाडोमा मुन्टिरहेको थियो त्यसलाई त म कहाँ भेटाउँछु तेरो साथीहरूलाई त्यहाँ भन् त कतातिर छेक्यो म तलतिर जान्छु अनि एकछिनमा हुन्छ है त म हुन्छ काकी फोनले त्यसलाई त्यसले त मलाई हैरानै पारिसकि त्यसलाई त म ल हेर्नु मैले अस्ति नै भनेको कि तिनीहरूलाई यो आमा छोरीको कचकच धेरै नगर हो मायाले सम्झाउने बुझाउने गर्दाखेरि भइहाल्थ्यो भन्दै गर्दाखेरि यिनीहरूको आमा छोरीको कचकचले आखिरमा मिरा भागी छन् अब 2 महिना भइसकेछ भाग्या पनि अब कहाँ गयो होला के गर्यो होला कोसित होली के खायो होली अब पुलिसमा पनि जानकारी भएको छाडे अब तपाईँ हामी मिलेर त्यो मिराको खोजीमा लागौँ म पनि त्यही मिराको खोजीमा लाग्छु मिरा मिरा 500 रुपियाँ दे न छैन मसँग अस्ति भर्खर थियो त तिमीले खन खन ल्याएर राख्न दिएको मलाई पैसा हुनलाई मैले भागुलाई त दिएको थिएँ त तँलाई छैन मसँग 1 रुपैयाँ छैन मसँग पैसा भए पनि तिमीलाई दिन्छु म दे न के त्यो कुकुरको मुख ढोकेर आएर मेरो अगाडि नहो त प्लिज दे न मिरा होइन भन्दा छु ढोकेर मलाई नखाउ त लाग्दैन जाऊ त नछोइ मलाई नछो भन्दा छु तँलाई दुख्यो घरमा खानालाई केही छैन भने त्यो बारेमा सोचौ तिमीले फेसबुकमा इन्स्टाग्राममा चिन्दै नचिनेको बुझ्दै नबुझेको अपरिचित मान्छेको लालाई फकाइमा भागेर बिहे गर्दा मिराको के हालत भयो तपाईँले पनि त्यसरी नचिनेको मान्छेसँग बोल्दाखेरि फेसबुकमा होस् सामाजिक सञ्जालमा होस् या भेटेरै होस् अलिकति ध्यान दिनुपर्छ ध्यान दिँदा दिँदै पनि केही गरेर तपाईँले मिराको जस्तो आइसक्यो भने नचिनेको महिला संस्थामा जाने प्रहरी कार्यालयमा जाने अनि उजुरी राख्ने अनि तपाईँहरूलाई बाल विवाह भनेको कानुनको अपराध हो भन्ने थाहा चाहिँ छैन त्यसैले बाल विवाह गर्दाखेरि प्रचलित कानुन अनुसार तपाईँहरूलाई 3 वर्षको कैद र 20,000 को जरिमाना या दुवै सजाय हुन्छ त्यसैले यो घरायसी हिंसा पनि नसहने र बाल विवाह पनि नगर्ने है अस्ति सबैले लिएर ल देख्नुभयो अब यो मिराको जिन्दगी बर्बाद हुनेवाला छ अब हिजो सामाजिक सञ्जालमा नचिनिएको मान्छेसँग अब फोन गर्दाखेरि मेसेज गर्दाखेरि अन्जानमा गरेको कारणले उनको चाहिँ जिन्दगी बर्बाद हुनेवाला छ के भन्न खोजेको हो भने
यो चाहिँ फेसबुक अनि सामाजिक सञ्जाल प्रयोग गर्दाखेरि आफ्नो परिवारसँग फ्यामिली साथी बस्ने, आफ्नो परिवारको विश्वास गर्ने र अनि को हो के हो कसो हो सबै कुराहरू विचार गरेर मात्रै बोल्नुपर्छ भन्ने सानो सन्देश लिएर हामी आएका थियौँ। यो कार्यक्रमलाई यहीँ अन्त्य गर्दछौँ। हस्, धन्यवाद।